म त सतेर आज एकदमै दुःखको यो घडीमा आइपुगिसकेको छौँ र हिजो अचानक हाम्रो अश्विन जोजोले पनि आफ्नो परिवारलाई छोडेर स्वर्ग लोकमा जानुभएको छ र आज उहाँको अन्तिम संस्कारको लागि यसरी उहाँको नियम अनुसार उहाँको अन्तिम प्राकृतिक शरीरलाई अब मुर्दाघाटीतिर लाने क्रम गरिरहेको छ र उहाँको अन्तिम यो विदाईमा साथ दिने सबैजना मृतक परिवार साथै शोकाकुल परिवार साथै यसको इष्टमित्रहरूको साथ उहाँलाई विदाईको सल्लाह गरिरहेछ। जो अश्विन सिंहदेलको अब यो प्राकृतिक शरीर चाहिँ अब सीता मुर्दाघाटीमा ल्याइसकेको छ भने अब उहाँको अन्तिम श्रद्धाञ्जली हुनेछ र उहाँको अन्तिम विदाईमा साथ दिने उहाँको इष्टमित्र छर छिमेकी सबैले उहाँको प्राकृतिक शरीरमा सहभागिता दिएर उहाँलाई अन्तिम विदाई गर्नको लागि सबै भने आज अघि नै भने जस्तै उहाँले आफ्नो परिवार साथै साथी सङ्गी छरछिमेकी समाजलाई छोडेर आज उहाँ स्वर्गमा बास गर्नको लागि गइसकेको छ भने उहाँका प्राकृतिक शरीर यहाँ ल्याइ पुर्याइसकेको छ।